म्यानेजिङ कन्टेन्ट स्पोकन ट्युटोरियलमा स्वागत छ। यो ट्युटोरियलमा हामी सिक्ने छौं एउटा कन्टेन्ट सृजना गर्न, कन्टेन्ट र रिभिजनहरु व्यवस्थापन गर्न। यो ट्युटोरियल रेकर्ड गर्न हामी उबुन्टु अपरेटिङ सिस्टम ड्रुपल 8 र फायरफक्स वेब ब्राउजर प्रयोग गर्दै छौं। तपाई आफ्नो रोजाइको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ। हामीले पहिले सृजना गरेको हाम्रो वेबसाइट खोलौं। अब हामी नयाँ सामग्री कसरी सृजना गर्ने सिक्ने छौं। हामी हाम्रो पहिलो इभेन्ट थप्ने छौं। कन्टेन्टमा क्लिक गरौँ, एड कन्टेन्टमा क्लिक गरौँ र इभेन्ट्स छानौं। हामीले सेटअप गरेका केही कुराहरू प्रस्तुत गर्न हामी एउटा नमुना इभेन्ट बनाउने छौं। इभेन्ट नेममा टाइप गरौँ Drupal Camp Cincinnati। Event description फिल्डमा टाइप गरौँ This is the first Drupal camp in the Southern Ohio region। याद गरौँ यहाँ Create New Revision चेकबक्स ठिक गरिएको छ। यहाँ दायाँपट्टि हामीले केही पनि गर्नु पर्दैन। अहिलेको लागि इभेन्ट लोगो खाली छोडौं। तर हामी एउटा इभेन्ट वेबसाइट भने चाहन्छौं। त्यसैले हामी URL मा यस्तो टाइप गर्ने छौं http://drupalcampcincinnati.org। हामी यो लिंक टेक्स्ट खाली छोड्ने छौं। अहिले वास्तविक URL नै देखा परेको छ, त्यसैले यसै छोडौं। हामीले इभेन्ट डेटमा क्लिक गर्दा एउटा सानो क्यालेन्डर देखा पर्छ। January 11th 2016 छानौं। अहिलेसम्म हामी इभेन्ट स्पोन्सर्स थप्न सक्दैनौं किनभने हामीसँग कुनै युजर ग्रुप छैन। ड्रुपलको अर्को महत्त्वपूर्ण विशेषता भनेको इनलाइन एन्टिटी रेफरेन्स हो। यसले तपाईलाई फ्लाइमा युजर ग्रुप थप्न दिन्छ, तर हामी यसको बारेमा पछि हेर्ने छौं। हामीसँग केही इभेन्ट टपिक्स छन्। I टाइप गरौँ, इन्ट्रोडक्सन टु ड्रुपल छानौं। एड अनदर आइटममा क्लिक गरौँ र M टाइप गरौँ। M भएको सम्पूर्ण शीर्षकहरू देखा पर्नेछन्। त्यसैले मोड्युल डेभलपमेन्ट छानौं। तपाई अन्य कुनै शीर्षक पनि छान्न सक्नुहुन्छ। अनि सेभ एन्ड पब्लिश क्लिक गरौँ। यहाँ हाम्रो ड्रुपल क्याम्प सिन्सिनाटी नोड छ। टाइटल, बडी र इभेन्ट वेबसाइट स्वत लिंक भएका हुन्छन्, तर तिनीहरू वास्तवमा हुँदैनन्। हामी यो इभेन्ट डेट फर्म्याट बदल्न पनि सक्छौं। यो एउटा ट्याक्सोनोमी हो। यो लिंक क्लिक गरेमा इन्ट्रोडक्सन टु ड्रुपलमा ट्याग भएका प्रत्येक इभेन्ट उपलब्ध हुनेछन् र प्रकाशनको मिति अनुसार सूचीकृत हुनेछन्। हामीले सफलतापूर्वक हाम्रो पहिलो इभेन्ट नोड सृजना गरेका छौं। अब सर्टकट्स र एड कन्टेन्टमा क्लिक गरौँ। अब हाम्रो युजर ग्रुप थपौं। हामी यसलाई सिन्सिनाटी युजर ग्रुप भन्ने छौं। युजर ग्रुप डिस्क्रिप्सन फिल्डमा यस्तो टाइप गरौँ This is the user group from the Southern Ohio region based in Cincinnati. We meet on the third Thursday of every month. हामी त्यहाँ थप जानकारीहरू पनि थप्न सक्छौं। यो युजर ग्रुपको लागि URL https://groups.drupal.org/cincinnati हो। अहिले यो देखिएको छैन, तर साधारणतया यसरी नै देखिन्छ। आफ्नो क्षेत्रमा एउटा युजर ग्रुप खोज्न groups.drupal.org मा जाउँ अनि आफूले इच्छाएको कुरा सर्च गरौँ। संसारभर धेरै युजर ग्रुप रहेका छन्। ग्रुप कन्ट्याक्टमा टाइप गरौँ Drupal स्पेस ग्रुप र कन्ट्याक्ट इमेलमा drupalgroup@email.com टाइप गरौँ। याद गरौँ यो सही फर्म्याटको इमेल एड्रेस हुनुपर्छ, नत्र भने ड्रुपलले यो अस्वीकार गर्नेछ। यहाँ विभिन्न विकल्पहरूबाट ग्रुप लेभल छानौं र इभेन्ट स्पोन्सर्डमा हामीले एउटा इभेन्ट छान्नुपर्छ। यदि तपाईले D मात्र टाइप गरेमा ड्रप डाउनमा ड्रुपल क्याम्प सिन्सिनाटी देखा पर्छ।
सेभ एन्ड पब्लिश क्लिक गरौँ। हामीले सफलतापूर्वक हाम्रो पहिलो युजर ग्रुप सृजना गरेका छौं। अब हामी सामग्री व्यवस्थापन गर्न सिक्ने छौं। कन्टेन्टमा क्लिक गरेमा हाम्रो साइटमा कन्टेन्टको सूची देखिनेछ। जुनसुकै कन्टेन्ट टाइप भए पनि हामी सबै कन्टेन्ट देख्न सक्छौं। हामी पब्लिश, स्टेटस, कन्टेन्ट टाइप र टाइटल प्रयोग गरी फिल्टर गर्न सक्छौं। यहाँ W टाइप गरेर फिल्टर क्लिक गरेमा हामी W बाट सुरु हुने सम्पूर्ण नोडहरु देख्छौं। रिसेटमा क्लिक गरौँ। यदि हामीसँग एक भन्दा बढी भाषाहरु भएमा हामी अर्को भाषा पनि छान्न सक्छौं र हाम्रो सूची तयार भएपछि हामी एक भन्दा बढी नोड छान्न सक्छौं र यस्तो केही गरौँ। यसलाई डिलिट, स्टिकी, प्रमोट र पब्लिश आदि गरौँ। म अनपब्लिश कन्टेन्ट गर्नेछु र एप्लाईमा क्लिक गरौँ। मेरो छानिएको नोडको स्टेटस अनपब्लिश्ड भएको याद गरौँ। यो कन्टेन्ट व्यवस्थापन गर्ने सबैभन्दा सजिलो स्थान हो। सम्पूर्ण नोडहरु एकै पटक छानौं। पब्लिश क्लिक गरी अप्लाई क्लिक गरौँ। यदि केही पहिले नै प्रकाशित भएमा फरक पर्दैन। अहिले सम्पूर्ण कन्टेन्ट प्रकाशित भएका छन्। यहाँ हामी एउटा नोड एडिट वा डिलिट गर्न सक्छौं वा नोडहरुको एउटा ब्याच नै पनि छानेर कन्टेन्ट मेट्न सक्छौं। ड्रुपलमा कन्टेन्ट व्यवस्थापन गर्नु निकै सरल छ। टुलबारको कन्टेन्ट लिंकमा क्लिक गरौँ र यसले यो पेजमा पुर्याउनेछ। माथि रहेको ट्याबहरु प्रयोग गरी हामी कमेन्टहरु पनि व्यवस्थापन गर्न सक्छौं। साथै कुनै पनि फाइल फिल्डमा अपलोड भएका कुनै पनि फाइलहरु पनि व्यवस्थापन गर्न सक्छौं। इमेज हेर्न यसमा क्लिक गरौँ र यो स्क्रिनमा खुल्नेछ। इमेज कहाँ प्रयोग भएको छ हेर्न प्लेसेस लिंकमा क्लिक गरौँ। यसले फाइल प्रयोग भएको स्थानको नोडहरुको सूची दिन्छ। हामी एडमिनिस्ट्रेसन टुलबारमा कन्टेन्ट लिंकको हाम्रो कन्टेन्ट, कमेन्ट र फाइल व्यवस्थापन गर्न सक्छौं। अब हाम्रो कुनै एक नोडमा एउटा कमेन्ट थपौं। म यस्तो कमेन्ट थप्दैछु। ग्रेट नोड, फ्यान्टास्टिक कन्टेन्ट। सेभ क्लिक गरौँ। हामीले सुपर युजरको रूपमा लगइन गरेको भएर हामीलाई सबै कुरा स्वीकृत हुन्छ। त्यसैले हामीले केही गर्नु पर्दैन। यदि तपाई कमेन्टहरुको लागि स्वीकृति चाहनुहुन्छ भने कन्टेन्ट, कमेन्ट्स क्लिक गरौँ। यहाँ तपाई तिनीहरुलाई व्यवस्थापन गर्न सक्नुहुन्छ। उदाहरणको लागि एकै पटक धेरै कमेन्टहरु प्रकाशन गर्ने वा तिनीहरुलाई यो स्क्रिनबाट मेटाउने। ड्रुपलमा कन्टेन्ट, कमेन्ट र फाइलहरु सबै एकै स्थानबाट व्यवस्थापन गर्न सकिन्छ। अब एउटा पेज अपडेट गरौँ वा एउटा नोडमा केही परिवर्तन गरौँ र रिभिजन्सले कसरी काम गर्छ हेरौँ। होम पेजमा फर्किन होम लिंकमा क्लिक गरौँ। ड्रुपल क्याम्प सिन्सिनाटीमा क्विक एडिट क्लिक गरौँ। यो नोटको बढीमा केही थप सामग्री थपौं। There is another great camp in Columbus every October. सेभ क्लिक गरौँ। अब ड्रुपल क्याम्प सिन्सिनाटीमा क्लिक गरौँ। हामी रिभिजन्स नामक एउटा नयाँ नोड देख्न सक्छौं। रिभिजन्समा क्लिक गरौँ र एडमिनले यो नोड 237 मा अपडेट गरेको र यो करेन्ट रिभिजन भएको देख्न सकिन्छ। पुरानो संस्करण पनि उपलब्ध छ। यसमा क्लिक गरी हामी पुरानो संस्करण हेर्न सक्छौं जसमा दोस्रो प्याराग्राफ छैन। रिभिजन्स क्लिक गरी फर्कौं अनि हामी पुरानो संस्करणलाई रिभर्ट वा डिलिट गर्न सक्छौं। यसलाई सहज बनाउने अन्य मोडुलहरु पनि रहेका छन्। तर ड्रुपलमा पूर्ण बिल्ट इन भर्सन कन्ट्रोल छ। त्यसैले कसले र कतिबेला कुनै पनि नोडमा परिवर्तन गरेको हो थाहा हुन्छ र आफूले चाहेमा यसलाई कुनै पनि समय फर्काउन सकिन्छ। त्यसैले ड्रुपलमा भर्सन कन्ट्रोल बिल्ट इन हुन्छ र एकदमै उपयोगी हुन्छ। यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं। संक्षेपमा हेरौं। यो ट्युटोरियलमा हामीले सिक्यौं कन्टेन्टहरु सृजना गर्न, कन्टेन्टहरु र रिभिजनहरु व्यवस्थापन गर्न,
यो भिडियो एक्विया र ओएस ट्रेनिङबाट साफर गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट आईआईटी बम्बेले संशोधन गरेको हो तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ कृपया डाउनलोड गरी हेर्नुहोस् स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू सञ्चालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् स्पोकन ट्युटोरियल प्रोजेक्टलाई एनएमइआईसीटी मानव विकास संसाधन मन्त्रालय र एनपीएलआई संस्कृति मन्त्रालय भारत सरकारको अनुदान रहेको छ म मन्दिरा थापा बिदा हुँदैछु सहभागिताको लागि धन्यवाद नमस्कार